हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। सो हामी चाहिँ 4 जना हैन, म दिदी भाइ बहिनी अनि दाजु हामी चाहिँ आछौँ भक्तपुर स्क्वायरको म्युजियम। सो लेट्स गो गाइज, जम। सो दिस इज आवर फर्स्ट के हो रे यो मुद्रा 18th सेन्चुरी। ल हामी चाहिँ यता इन्टर भइसकेछ हैन। ऊ हरकत देखाइहाल्यो उसले चाहिँ। भुल बोलाया गाइस। ए सरी, चल जाऊ। अब हामी जाँदैछौँ माथि। यहाँनिर चाहिँ सबै मूर्तिहरू छ है। अब आइडिया दिँदैछ है, आइडिया दिँदैछ। सो लेट्स गो। जाऊँ। रितिका खोइ, रितिका खोइ कहाँ? ए जाऊँ होला होला। मेरो फर्स्ट टाइम हो यो भक्तपुर स्क्वायरको म्युजियम चाहिँ होइन, किनभने अहिलेसम्म आएको छैन म चाहिँ। ल जाऊँ नेक्स्ट। अब चाहिँ अर्को उसमा यो लाइट म्युजियमको त लाइटै राम्रो के। जान त एकजना चाहिँ स्कुलकै उसमा आछ। तँलाई खोजेको तँलाई। ल जाऊँ अब अर्को एरियामा, अर्को पार्टमा। यो चाहिँ यति मात्र छ है, त्यहाँ चाहिँ त्यो ऊहरू छ मूर्तिहरू, त्यो हेरेँ। अब अर्कोमा जाऊँ है त। पानस स्टोन ल्याम्प खतरा है पहिलाको। गणेश गाइस। अरू सबै मास्कहरू छ। यिनीहरू नपर्ने इन्सक्रिप्सनहरू। यी पहिलाको जमानाले त्यो मूर्तिमा लेख्छ नि स्टोनहरूमा, तर पहिला के हो थाहा छैन। यस्तै हो क्या। जम सो गाइज ल पहिलाको के भन्छ अरे यो दियोस् जाँदा र आउँदाखेरि। कृपया फोटो खिच्दा फ्ल्यासलाइटको प्रयोग नगर्नु होला। सो हामी फ्ल्यासलाइट प्रयोग गर्ने छैनौँ, यही लाइट मात्रै युज गर्छ हामी चाहिँ होइन। यही लाइट राम्रो आउँछ। के हेर्नु भएको? ट्युबलाइट। कामासूत्र 17th सेन्चुरी रे। खोइ यहाँ चाहिँ पुरानो त्यो ग्लासहरू चाहिँ छैन। गाइज डोन्ट टच भनेको छ, तर मैले चाहिँ कहाँ छुइसकेँ। चुप्ला जाऊँ माथि जाऊँ। गाइज यहाँ चाहिँ पुलिसहरू बस्दो रहेछन् है। म हैदराबादमा चाहिँ धेरै म्युजियमहरू गएको हो है। 18th सेन्चुरीको केही बुझ्दैन। उल्टो गरेर अक्षर पनि होइन, उल्टो गरेर पनि यो हेर्नु न के अरे संस्कृत। ल तर खतरा राम्रो है। झन्डै लडेको। चलो अब हामी जान्छौँ माथिको तर्फतिर। यहाँनिर राजाहरूको फोटो छ नि।
पृथ्वीनारायण शाह वाह प्रताप सिंह शाह राणा बहादुर शाह यो के अरे गिरवान के हो गिरवान युद्ध विक्रम शाह राजेन्द्र विक्रम शाह सुरेन्द्र विक्रम शाह त्रैलोक्य हजुर तर कोलाई हिस्ट्रीहरू मनपर्छ जान्नको लागि होइन म्युजियम इज द बेस्ट किनभने हिस्ट्री मतलब नेपालको हिस्ट्रीहरू पनि धेरै राम्रो के केसहरू हुन्छ नि त मतलब केसहरू भन्नाले हिस्ट्री के पहिला पुरानोको त्यो जानकारीहरू थाहा पाउनको लागि चाहिँ धेरै राम्रो तर पुरानो के घरहरू चाहिँ यस्तो मण्डपहरू छ यस्तोहरू छ है रियानको फर्स्ट टाइम हो फर्स्ट टाइम बस्ने ठाउँ होला है त्यो पनि देखाउनु पर्ने नि कस्तो राम्रो छ यहाँबाट जान नि मिल्दो रहेछ एक्जिबिसन रुम हातै दुखिसक्यो चल होइन उसलाई अलिक चाँडै नै लिन गएको हामीले जाम चाँडै नै लिन गएको यहाँ हो त हेर्नु त सानो झ्याल देख्छ यहाँ चाहिँ बाहिर यो नुहाउने यो पोखरी के भन्छ यो पहिला त्यो रानीहरू नुहाउँछ नि यहाँनिर हो क्या त्यो सानो झ्यालहरू छ यहाँ चाहिँ यहाँ बस्ने उयो पनि छ त्यहाँ खोलेर हेर्नु न उतातिर पोखरी देख्छ ए उयो झ्यालबाट क्या उयो झ्यालबाट जम्माथि जाने होइन यो चाहिँ एक्जिटवाला माथि जाउँ न त उयोहरूबाट के ऊ देख्छ क्या रानीको हेर्नु न दिदी उयो रानी नुहाउने ठाउँ के पोखरी अहिले पो ऊ गरेर राखेको छ नि अहिले पो ऊ बनाएर राखे पहिला त पोखरमै थियो नि त तर सानो झ्यालहरू छ नि त अनि दिस इज 19th century एडी स्क्रोल पेन्टिङ ल जाऊँ अब माथि जाऊँ म जान्छु नि तपाईँहरू आउनु ल आउनु यहाँको क्लब के भन्छ दिदी स्कल्पचर स्कल्पचरहरू चाहिँ हेर्नु न राम्रो स्कल्पचर यहाँबाट देखिँदो रहेछ तल्लो झ्यालबाट हेर्दै थिएँ यही भनेको मैले चाहिँ अघिको होइन यहाँबाट भ्यू चाहिँ राम्रो देख्दो रहेछ यहाँ छ नि यो पहिला यो हाम्रो त्यो बत्ती दिँदाखेरि पहिलाकोले उ गर्छ त यसरी स्पिनिङवाला त्योवाला हो यो चाहिँ है यो चाहिँ के हो इन्द्रायणी 17th century AD रे सबै स्कल्पचरहरू चाहिँ राम्रो छ यताको मैले चाहिँ यही देखाउनुलाई फेरि बनाएको भिडियो चाहिँ है अनि त्यसपछि हामी अघिदेखि चाहिँ फोटोहरू खिच्दै थियौँ भिडियो नि बनायौँ हामीले हामी 19th century को पिकक अनि जस राम्रो छ गाइज तपाईँहरू पनि यो भक्तपुरको दरबार स्क्वायरको यो के म्युजियममा चाहिँ आउनुहोस् होइन मेरो भाइ एकजना त्यो स्कुल ड्रेसमा भएको भएर चाहिँ टिकट चाहिँ यस्तै 110 जति लियो अनि फोटो चाहिँ अलाउड छैन होइन फोटो खिच्नको लागि चाहिँ फेरि पे गर्नुपर्छ 50 रुपिस हामीले एक्स्ट्रा 50 रुपिस पे गरेको सो उनीहरू चाहिँ अहिले रेस्ट गर्दैछ मुख पारेको देखाएँ त्यस्तो मुख पारेको मैले देखाएको छु नि ल जाउँ अब
रातिको उता फर्का नि मोबाइलमा देखाउँदैन एकजना सुतिसक्यो यता देख्छ नि किन देख्दैन ए बुद्ध भगवान है ए तल पनि हेर्नुपर्छ जम त्यहाँ हामीलाई त एउटा मान्छे छिनै दिएको थियो त पहिला माथि हेरेर आउनु अनि तल देखाउँछ नि धेरै काम ल जम गाइजहरू निन्द्रा लागिसक्यो होला ए पछाडिको भ्यू त देखाउनु तर यता चाहिँ वासरुमहरू छ यस्तो छ सो आजको वेदर इज सो गुड गर्मी त छ बट वेदर चाहिँ हामी अर्को पार्टमा जान्छौँ हामी यहाँबाट आएको थिएँ किन मलाई थाहा छैन यहाँनिर के भन्छ हामी आएको थियो यो बाटो अनि हामीलाई त माथि पहिला हेर्न जाउँ अरे चाहिँ यो हेर्दै थिएँ म चाहिँ यो राजाहरूको फोटोहरू चाहिँ है सबै राजाहरूको फोटो छ यता चाहिँ यहाँ छ हाम्रो दिपेन्द्र वीर विक्रम शाह ज्ञानेन्द्र वीर विक्रम शाह ए यहाँ पनि छ त यहाँ पनि छ त आउनु कहाँ गएको तर यो चाहिँ सबै फोटोहरू मात्र छ होइन यहाँ चाहिँ अनि अहिलेसम्म म जुन म्युजियममा गएको छु नि मतलब इन्डियाकै म्युजियममा गएको थिएँ नि त हैदराबादको त्यसमा चाहिँ मैले यस्तो फोटोहरू पनि छ अनि त्यो पहिलाको त्यो राजाहरूको सामानहरू हुन्छ होइन त्योहरू पनि थियो के झ्यालबाट हाम्रो दर्शक हेर्न सक्छौँ सो के हो दर्शक चाहिँ यहाँ चाहिँ सबै फोटोहरू मात्र छ साथीहरू है जो पुरानो त्यो हुन्छ नि पुरानो जमानाको हजुर के प्र्याङ्क गर्न लाग्यो क्या के तर्साउनु लाग्यो क्या तल जानुपर्छ नि तल गएर खिच्नु जानुपर्छ अनि फेरि आउन पाउँछ टिकट देखाउनु पर्दैन हजुर अनि खिच्दिन पाउँछ नि ल म खिच्ने हो ऋतिकाले म त माथि हेरेर आएको यो सबै पहिलाको फोटोहरू मात्र है त्यो सामानहरू चाहिँ छैन फोटोहरू बिल्डिङबाट निस्क्यौँ है अब अर्को बिल्डिङमा जान्छौँ हामी चाहिँ कति खुल्ला ठाउँमा नुहाउने रहेछ अनि यस्तो त हुन्छ नि पहिलाको कोही त हुँदैन राजा रानी अनि त्यसको सेनापतिहरू त हुन्छ अनि केटाहरूले हेर्दैन त्यो सेनापतिहरूले अनि के थाहा छोप्छ के होला नि त अनि थाहा छैन अब हामी जान्छौँ नेसनल आर्ट म्युजियम सो अब चाहिँ हामी अर्को बिल्डिङमा जान्छौँ है त्यो बिल्डिङमा पनि यस्तै होला सो लेट्स गो गाइज हामी चाहिँ अर्को बिल्डिङको फर्स्ट फ्लोरमा आइपुग्यौँ यहाँ पनि केही छैन जस्ट केही छैन भन्नाले पुरानो फोटोहरू छ यहाँ पनि सो है यहाँबाट यस्तो पोखरी देख्छु यो चाहिँ पहिला सायद रानी नुहाउँछ नि पोखरी रानी नुहाउने पोखरी हो यो चाहिँ सो कसलाई डर लाग्दैन एक्लै बस्न
म बाइकमा डर लाग्छ किनकि म धेरै यस्तो कुरामा पार गरेर आएको मान्छे हो। डर लाग्छ डर लाग्दैन ओ डर लाग्दैन त्यसो भए तपाईँलाई यो बिल्डिङमा एक्लै बेलुका छोड्यो भने डर लाग्छ कि लाग्दैन माथिबाट नोइज आएर ठक 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 गरेर अघि त्यो फ्यान बन्द गरेर गरेर अझ बत्ती निप्दा उताको बिल्डिङमा त्यस्तो गर्दा त तर्छ किनकि मलाई त्यो बेला फिल भएको थियो यहाँ someone is watching us। Nothing is here, bro. Oh, let's go. Stop black. Jump. Chatpate hai na. Chatpate. Oh. Painting of a dog. Eh, पहिला पहिला कुकुर नि यस्तो हुँदो रहेछ यार। अहिलेको त सुध्रै क्या। पहिलाको त खतरा डर लाग्दो त छ त। एउटा अँध्यारो होला है गाइस। बसे जाऊँ न माथि फोटो खिच्ने हो तपाईलाई सदमा लाग्नु भयो कि के हो नमस्कार तपाईलाई सदमा लाग्नु भयो कि क्या हो हैट मन्त्री सुहायो मलाई नमस्कार लेट्स गो जम 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 तननन तुम तननन तुम तननन म त्यो थोरै न मैले नाचेको र झन्डै फुटेको यो ल ल त नाच्दा हेरौँ अडियन्स ल जाऊँ गाइज हामी म्युजियम पनि घुमेर आयौँ अब आजको लागि यति नै बाई बाई गाइज प्लिज सब्सक्राइब माई च्यानल लाइक माई भिडियो कमेन्ट डाउन एन्ड लाइक सेयर सब्सक्राइब एन्ड कमेन्ट इन माई भिडियो ओके खै भनिदिनु भन् त सब्सक्राइब गरिदिनु भन्नु लाइक सब्सक्राइब सेयर गरिदिनु होला मेरो भिडियोमा है गाइज ल बाई बाई प्लिज खै बाई see you in next video now